नमस्कार, यहाँहरू सबैलाई स्वागत छ श्रुतिवर्षमा। आज सुनौ गुरुप्रसाद मैनालीको कथा परालको आगो। चामेकी स्वास्नी गौथली साह्रै मुखाले थिए। राम्रा मुखले बोल्यो भने पनि बाङ्गा कुरा झिकेर सधैँ न्यु खोज्थे। 2-4 दिन बिराएर सधैँ लोग्ने स्वास्नीको झगडा हुने गर्थ्यो। एक दिन बेलुका चामे हलो जोतेर घर आएको। गौथली दैलो अग्ल्याएर गाउँमा विवाह हेर्न गएकी रहेछ। दिनभरि जोतेर आएको, भोकले लखतराम थियो। हलो जुवा कान्लामा ठडियाएर गोरु बाँध्न लागेको थियो। मास्तिरबाट गौथली आइपुगे। गौथलीलाई देखेर चामे रिसले भुतुक्कै भयो। भात पकाउनु त परै जाओस्, यस बेलासम्म अगेनामा आगो पनि फुकेको थिएन। हत्त र पत्त दैलो उघारेर गौथली पँधेरातिर हिँडी। चामे अगेनामा आगो सल्काएर तमाखु गर्न लाग्यो। दर्कन लागेको बादल झैँ चामे पेडीमा धुमधुम्ती बसेर तमाखु खान लागेको थियो। गौथली काखीमा गाग्रो च्यापेर आइपुगी। गौथली ढोकाभित्र पस्न लागेकी थिए। राण दिनभर जन्तीसँग आँखा झिम्क्याएर बसी। यति बेला सुवाङ पार्छे भनेर एक लात हिर्काइहाल्यो। गौथली ढुनमुदिँदै सङ्घारमा लडी। गाग्रो फुटेर ढोकामा पानी छताछुल्ल भयो। गौथली खबटाहरू टिपेर आँगनतिर फ्याँक्न लागेकी थिए। मेरा घरमा एकछिन नबस, जहाँ जान्छेस् जा। चामेले गौथलीको चुल्ठो समाएर घिसार्दै आँगनमा पुर्यायो। अलिकति आफ्नो विराम थियो। त्यसो हुनाले पहिलो लात्तीले हान्दासम्म त गौथली केही पनि बोलेकी थिएन। तर पछाडिबाट जब चुल्ठो समातेर घिसार्दै आँगनमा पुर्यायो अनि गौथलीले मुख छाडी। कोर सल्केको हात बाबुआमा राडाराडीका आँखा फुटेर कसाईका हातमा सुम्पे। यस्ता कङ्गाली मोराकी जोई भएर बस्नुभन्दा डुबेर मर्नु जाति। राडले आफ्नो बाबु त खुब धनाढ्य छ पनि ठानेकी होला। गाउँलेको हलो नजोतेर साँझ सबेर खान पुग्दैन, माइतीको धाक लगाउँछे भनेर एक लाती फेरि कसो। गौथली कङ्कला शब्द गरेर रुन लागि। गाउँका सारा केटाकेटीहरू तमासा हेर्न काल्नामाथि आएका थिए। मोरा हो, यहाँ के को रमिता छ र हेर्न आएका भनेर चामेले लौरो लिएर लगार्यो। केटाकेटीहरू हाँस्दै मास्तिर भागे। गौथली रुँदै थिए। चामे पिँढीमा गुन्द्री ओछ्याएर सुत्यो। भोलिपल्ट बिहान चामे हलो गोरु लिएर भोक्कै बेसीतिर हिँड्यो। बेलुका घर आएको गौथली रहिनछ। छिमेकीसँग सोधेको दिउँसो लुगा फाटा बोकेर माइततिर हिँडी भन्ने कुरा सुनाए। यति बेलासम्म भैँसी आँगनमा रहेछ। चामेलाई देखेर बाँ गर्यो। भैँसीलाई घाँस हालेर पाडो छोडिदियो। एकछिनपछि गुवा लिएर दुहुन बस्यो। पहिले त 2-4 सिर्का दिएको थियो। पछि चामेलाई लात्तीले हानेर ब्रुक्क उफ्रियो। चामे गोबरमा उत्तानु पर्यो। गुवा 3 हात पर पुग्यो। चामेको स्टाकोट कछाड सारा लुगामा गोबर लाग्यो। भित्तामा मुठी भरिको लाठो ठडियाइ राखेको थियो। टपक्क लाठो टिपेर 2 चोट के हानेको थियो। भैँसी दाम्लो छिनाएर उफ्रिँदै कोकलेका मकैबारीतिर फस्यो। चामे च्वा गरेर समाउन खोज्दै थियो। भैँसी चाहिँ तर्सेर यो छेउबाट ऊ छेउबाट यो छेउ गरेर कुद्न थाल्यो। भर्खर गोडेका मकै सारा सोत्तर भए। कोकलेकी आमा आँगनका डिलबाट सराप्न थाले। चामे मोराको बाँझो होस्, मोरालाई छेरौटीले लान नसकेको। हिजो स्वास्नी कुटो, आज भैँसी कुटेर अर्काको वर्ष दिन खाने कमाई बिगारिदियो। कसैको नभएको रिस बजियाले बहादुरी देखाएको होला। पोहोर धनबिरेले लात्तीले खाँदै थियो र बर्खाभरि थला परेथ्यो। बलियो छु बन्दो। परचक्रीलाई कुट्न सक्ने पो सक्ने, आफ्नी स्वास्नी किल्हा बाँधेको वस्तुलाई कुट्ने के कुट्ने। साँझ पर्यो कि एउटा न एउटा बिठ्याइ गरेर गाउँमा खल्ल र बल्ल पार्छ। धनवीरका घरमा बिहेको भोज थियो। गाउँभरिका केटाहरू जाँड खाएर चुर थिए। कोकले मारुनी भएर मादल बजाउँदै नाच्दै गर्न लागेको थियो। अरू केटाहरू कोकलेका स्वरमा स्वर मिलाएर गाउँदै ताल दिँदै गर्न लागेका थिए। त्यस्तैमा बहिनी चाहिँ आएर मकैबारीमा चामेको भैँसी बसेको कुरो सुनाए। कोकले मारुनीको लहङ्गै शुद्ध दौडिँदै मकैबारीमा पुग्यो। कोकलेको पोसाक देखेर भैँसी झन् ठाडो पुछार लाएर कुद्न थाल्यो। बाँकी रहेका 2-4 बोट मकै पनि सुवा भए। मकै सोत्तर पारेको देखेर कोकले आगो भयो। चामेका गालामा कसिएर 2 थप्पड लगायो।
बिचरो चामे केही बोलेन। आधा राततिर बल्ल बल्ल 4-5 जना भएर भैँसी धपाएर ल्याए। भोलिपल्ट बिहान चामे पँधेराबाट काँधमा पानीको गाग्रो बोकेर ल्याउन लागेको थियो। मस्तिरबाट जुठे दमाईकी स्वास्नी झरी। जुठे दमाईसँग चामेको साह्रै मेल थियो। जुठेकी स्वास्नीलाई चामे भाउजू भन्थ्यो। चामेले पानी बोकेको देखेर जुठेकी स्वास्नी हाँसेर भने, आइयो लोग्ने मानिसले पनि पानी बोकेको, कति नसुहाएको। के गर्नु भाउजू, राडलाई माइततिर गाडी हालेँ, आफूले नबोकेर कसले बोकिदिन्छ। कुट्न थालेपछि आँखा नदेख्ने बिचारी नभागेर के चाहिँ गरोस्। आफ्ना मुखले छुरा जस्तो मुख छ अनि नुख कुटेर के गर्नु। मुखाले भएको अलिकति कुटेर पनि हो क्यारे। चुप लाग। पोहोर दशैँमा जुठे दाइले एकचोटि तिमीलाई कसरी कुटेथे? खै त एक वचन फर्कायो। एकचोटि भन्छौ, अहिले पो भक्ति भइरहेछन्। अघि त नकुटेको दिनै हुँदैन थियो। बेलुका भोटे गाउँतिरबाट जाँड खाएर आए अनि एउटा न्यु झेकेर कुट्न थाले। झन् चाडबाडको दिनमा त के भन्नु। 2-4 दिन झरीबादल भयो कि आजकल पनि जिउ दुख्छ। तर आफूले त यो उमेर भयो कहिल्यै मुख फर्काएको थाहा छैन। हो त नि, के कुटेर मुखाले भयो कि भन्छौ त। तिम्रा जस्तो सुभान भए पूजा गरेर राख्ने थिए। जे भए पनि स्वास्नी जैरीसँग टेक गरेर हुँदैन। कति दिन पानी पदेर गरेर बस्ने। भोलि नै दिन जाऊ। ज्ञान जानेर आउँछे भने घर छँदैछ, लिन त पोडे भए जाउँला। चामे बाकटे भोटोमाथि स्टकोट लगाएको, तेर्चो कछाड कसेको, मैल टल्केको कालो टोपी लगाएको, 2 आँखी भौँका माझमा सिन्दुरको टिको लगाएको, काँधमा पानीको गाग्रो बोकेको, जुङ्गाको रेखी बसेको कालो कालो एक छटको देखिन्थ्यो। एक दिन बिहान चामे पेडीमा बसेर सोतेमा तमाखु खान लागेको थियो। मास्तिरबाट जुठे जम्मै झर्यो। अघि छोरो बोकेर जुठे आइरहेको थियो। पछि लुगाको सानो कुटुरो काखी च्यापेर स्वास्नी आउन लागेकी थिए। चामेलाई देखेर जुठे हाँसेर भन्यो, के मेलो छ कान्छा, बसी बसाउ छौ दाइ। स्वास्नीलाई माइत धपाइहालिस्, अब एक्लै मोज घर बस। जुठेका लोग्ने स्वास्नीको खुबै पिरती थियो। जुठे सधैँ स्वास्नीलाई लिएर माझी गाउँतिर लुगा सिउन जान्थ्यो। बाटामा लोग्ने स्वास्नी घर गृहस्थी दुःख सुखका कुरा गर्दै गर्दै जान्थे। बेलुका पनि कुरा गर्दै गर्दै फर्किन्थे। राति 8मा दियो राखेर जुठे विराट पर्वको सिलोक हाल्थ्यो। स्वास्नी चाहिँ जुठो चुलो गर्दै सिलोक सुन्दै गर्थे। कहिलेकाहीँ जुठे बिरामी भयो भने स्वास्नी गाउँमा धामे झाँक्री खोज्दै हिँड्थे। विष्टहरू कहाँ लुगा सिउन जाँदा कहिलेकाहीँ जुठे स्वास्नीसँग ठट्टा गरेर केटिक्क घिज्रो तान्थ्यो अनि यसो अरू मान्छेपट्टि हेरेर आँखा झिम्क्याउँथ्यो। स्वास्नी चाहिँ बुढो हुँदा पनि ठट्टा गर्ने बानी नगएको भनेर अर्कापट्टि फर्केर हाँस्थ्यो। जुठे चोखी नीति पनि गर्थ्यो। बिहानै धारामा गएर नुहाउँथ्यो। नुहाइसकेपछि पँधेर्नीहरूले लुगा पकाएको ठाउँमा खरानीको बेगुत लगाएर विद्युतको सरी रूपले गगनमा उड्नुभयो झट्ट तसै भन्ने स्तोत्र पाठ गर्थ्यो। जुठेका गृहस्थी जीवनसँग आफ्नो जीवनको तुलना गरेर चामे बहुतै दुखी हुन्थ्यो। जुठेका खानपिन गरेर विराट पर्व पढ्ने बेलामा आफ्ना घरमा रुवाबासी चल्छ। जुठेका लोग्ने स्वास्नीको त्यस्तो माया प्रीति छ। दुःख सुखका कुरा गरेर सँगै हिँड्छन्। आफ्नै स्वास्नी चाहिँ झगडा गरेर माइत हिँड्छे। बिहा भएको यतिका दिन भइसक्यो, कहिले राम्रो मुखले बोलेको थाहा छैन। फेरि एउटा भएको भैँसी पनि नजिक पर्न दिँदैन। आफू त माइत गई भैँसीलाई पनि एक हाते पारेर गई। यस भैँसीले गर्दा गालामा कोकलेको लबटो पर्यो। भिरबाट घचडिदिउँ भने साउको डौको। भोलि आएर साउले बाँच्छ। आफूले जुठो चुलो नगरेर भोकै बस्नुपर्छ। यस्तो छुसी जिन्दगी बिताउनुभन्दा खरानी घसेर हिँड्नु जाति। तर खरानी घसेर पो के गर्नु। 10 घरका कुकुर नभुकाएर खान पाइँदैन। उसमा पनि आजकल फेटा गुथेका मोटा मोटा जोगी देख्यो भने कोदाली खन्नका गाराले जोगी भएको भनेर मानिसहरू गिल्ला गर्छन्। पाटेको बास हुन्छ। बिरामी परियो भने एक मुठी खान दिने पनि कोही मानिस हुँदैन। अर्काले भनोस् कि नभनोस् आफै नमो नारायण बा भनेर बिगुत लगाइदिँदै हिँड्दै गर्छन्। ठुल्ठुला झोला भिरेर खलाखलामा चाहार्छन्। यो पनि उही संसारका रापले पोलेको बेलामा टाढा टाढाबाट झलक्क हेर्दा अधिक शीतल जस्तो लागेको मात्रै। पहिलेका 8-10 दिन त
चामे गौँथलीको नाम लिँदा पनि झम्टौँला भने जस्तो गर्थ्यो, तर पछि पछि अलि शून्य मान्न लाग्यो। विचार गर्यो, मुखाले भए पनि साह्रै जाँगरिली थिए। मन लगाएर एक बारी घाँस ल्याई भने भैँसी डम्म अगाउँथ्यो। बिहान बेलुका एक घाँस पकाएर खान दिन्थे। ऊ गएदेखि 3-4 दिन त भात खाएँ होला, नत्र भने खाली भुटेको मकैका भरमा छु। ऊ हुन्जेल भैँसीले टमाटम दुध दिन्थ्यो, आफै दुहुन्थे। ऊ गएदेखि बिच्केको बिच्कै भयो। सबैजना डाकेर ले भन्छन्। जुठे दाइकी स्वास्नी पनि त त्यसै भन्थिन्। आए आउली नआए नआउली एकपटक लिन जानै पर्यो। भोलिपल्ट बिहान भातसात खाएर चामे ससुराली जाने तयारी गर्न थाल्यो। सन्दुकबाट पनेलाको दौरा सुरुवाल झिकेर लगायो। टोपीमाथि गौँथलीले तमाखुको पोको राखिदिएकी रहेछ। कस लागेछ, कच्याक कुचुक पनि भएछ। चामे रिसाएर फतफताउन थाल्यो। राणीको ढङ्ग हेर, माल पाएर के गर्नु, चाल पाए पो हुन्छ। आफ्ना बाबु बराजुले बिर्खे टोपी लगाएको भए पो थाहा पाउँथे। बाबु खाँडीको टोपी लगाएर भाङ्राको गादो पारेर हिँड्छ, छोरी किन गति ल्याउँथे। बाउनले च्याउ खायो न स्वाद पायो। एकछिन फतफताएर तानतुन पारेर टोपी लगायो। स्टाकोट अर्को थिएन, उही पुरानो लगायो। एउटा ओढ्नेले कुटुरो पिठ्यौमा छड्के पारेर बाँध्यो र हातमा एउटा जुत्रो छाता लिएर हिँड्यो। चामी ससुरालीका घरमुनतिर चौरीमा बसेर पसिना पुस्न लागेको थियो। गाउँदेखि माथि वनको छेउमा घाँसको भारी बिसाएर गौँथली गीत गाउन थाले। उडी जाउँ भने म पन्छी होइन, बस्न त मन छैन। चामे मुरमुरियो। घाँस खान नपाए भैँसीको पेट गाइनेको सारङ्गी जस्तो भइरहेछ। राणी यहाँ बसेर बन्द रट्काउँछ। एकछिन चौतारामा थकाइ मारेर चामे बिस्तारै उकालो लाग्यो। चिलाउनेका बोट्नेर पुगेपछि चामेका घुँडा अलिक गरुङ भए। सासू ससुराले केही भन्छन् कि भनेर कुस्तुर थियो। बिस्तार बिस्तार तगारो नेर पुग्यो। सासू जुठेल्नामा बसेर ताप्के मस्काउन लागेकी रहेछन्। ससुरो पेडीमा बसेर तमाखु खान लागेका थिए। सासूलाई देखेर चामेले हात जोडेर ढोगिदियो। सासूले पनि जुठै हातले ढोक फर्काइदिइन्। चामे पेडीमा बस्यो। ससुरो हुक्का नली चामेका हातमा दिएर ढोक्दिन न्योरिएको थियो। चामेले गोडा जोडिदियो। एकछिनपछि घाँसबारी लिएर गौँथली आइपुगी। पनेलाको चोलो, छिटको फरिया लगाएकी, फरियाको गुल्तो कोम्च्याएर पटुका बाँधेकी, हातमा बाला, घाँटीमा पुवालो लगाएकी, पुष्ट छाती भएकी, निधारमा सिन्दुरको ठुलो टिको लगाएकी, कपालमा गुराँसको फूल सिउरिएकी, अलिअलि सावलो वर्णकी निकै राम्री देखिन्थे। गौँथलीको त्यो मनोहर रूप देखेर चामे तृप्त भयो। घरमा साक्षात गृहलक्ष्मीले प्रवेश गरे जस्तो मान्यो। साँझ परेपछि गौँथलीले आएर चामेका गोडा ढोकिदिए। चामे गदगद भयो। आज उसको हृदयमा गौँथलीलाई समातेर 1000 चोटि चुम्बन गरौँ भने जस्तो लाग्यो। समाउनलाई हात लम्काएको थियो। गौँथली हात पन्छाएर घरभित्र पसी। भातसात खाएपछि चामेलाई पेडीमा ओछ्यान लगाइदिए। चामे ओछ्यानमा पल्टियो, तर उसका आँखामा निद्राको लेस थिएन। ऊ केवल गौँथली आउँछ कि भनेर बाटो हेरिरहेको थियो। सबैले खाए, जुठो चुलो गरे। एकछिनपछि कोहो कुन्नी बत्ती बालेर चोटातिर गयो। त्यसपछि कसले हो कुन्नी दैलो ढप्काएर आग्लो लगायो। चामे दङ्ग पर्यो। चामेका मनमा कुरा खेल्न लागे, अरे त्यो दिन बिचारी गौँथलीलाई किन कुटे होला। स्वास्नी मानिसहरू बिहा हेर्न भनेपछि हुरुक्क हुन्छन्। चस्मा पनि चढ्दो उमेर। एकछिन बिहा हेर्न गई त। एकछिन यसो गाउँघरमा रमिता हेर्न गएकी पनि खप्न नसक्ने छुसीले के स्वास्नी सुमर्नु। भात पकाउन अलिकति ढिलो गरी भनेर स्वास्नी कुट्नुभन्दा अधम काम के होला अर्को। अलि मुखाले भएकी पनि कुटेरै हो। अब घर गई भने कहिले कुट्ने छैन। जुठे दाइका भन्दा पनि बढ्ता कदर गरेर राखिन भने अनि भन्नु। मनमा कुरा उत्तिकै खेलिरहेका थिए। तलबाट उपियाँले उत्तिकै टोकिरहन्थे। बिहान पख ढोका उघारेको शब्द आयो। गौँथली आएकी भनेर चामेले ठाडो कान लगायो। पछि हेर्दा ससुरो बुढो रहेछ। ससुरो दैलो उगारेर करेसातिर पिसाब फेर्न गयो। चामेले रातभर निमेष लाएन। गाईबस्तु फकाउने बेला भएको थियो। ससुरो पर्खालमा बसेर तमाखु खान लागेको थियो। सासू चाहिँ पिँढीमा बसेर मकै छोडाउन लागेकी थिए। गौँथली भित्र मजेरुमा जुठो चुलो गर्दै थिए। चामेले अलि लाज माने जस्तो गरेर ससुरासँग भन्यो, खेती कमाईको बेला छ ससुरा बा, छोरी पठाइदिन पर्यो।
ससुराले एकछिन खोके अनि नदी गाडामा अड्याएर भने, हुन त ज्वाइँ गरिब र सरिब भनेर अनेक थरीका नाउँ राख्यौ अरे, तर गरिब भए पनि आजसम्म कसैका घरमा पोल्टो थाप्न गएको छैन। पाउ पुजेर दिएको तिमीलाई हो, आफ्नी स्वास्नी राजी गराऊ लैजाऊ, कसैले छेकेको छैन। चामेले निच्च मुख लगायो। एकछिनपछि जुठो चुलो सिद्ध्याएर ढोको नाम्लो लिएर गौँथली वनतिर जानु लागेकी थिए। चामेले पाखुरामा समाएर भन्यो, ढोको नाम्लो लिएर कता नि हिँडा गर्छौ? घर त मरे पनि जान्न। घर नगएर कहाँ जान्छेस् त? एउटा जिउलाई के जहाँ गए पनि त भनी जोगिनी हुन्छु जान्छु। भैँसीलाई घाँस कसले काटिदिन्छ र जोगिनी हुन्छेस्? काट्नु क्या आफ्नो भैँसीलाई आफै घाँस। धेरै नबोल, खुरुक्कै हिँड। घर लगेर फेरि न्यु जित्दै कुट्दै गर्नलाई? अब पोडे भई केही गरौँला, भो नापियो। एकछिनपछि लुगासुगा लाएर सिँगार पटार गरेर गौँथली बाहिर निस्की। सासु बुढीले एउटा सानो पोको र एउटा ठेकी दही ल्याएर अगाडि राखिदिए। पोको काखी च्यापेर गौँथली अघि अघि लागि। चामे हातमा ठेकी झुन्ड्याएर पछि पछि लाग्यो। बाटामा चामे र गौँथली पुरा गर्नु लागे। आजकाल भैँसीको दुध कति छ नि? बिहान बेलुका गरेर एक पाथी। गौँथली छामेपट्टि फर्केर ओठ लभ्याई। घाम डाँडामा बस्न लागेको थियो। गोठालाहरू गाईबस्तु अघि अघि लगाएर धुलो उडाउँदै बिस्तारै बिस्तारै उकालो चढ्दै थिए। चामे गौँथलीलाई लिएर पँधेरा नै आइपुगेको थियो। मास्तिरबाट ढोकामा गाग्रो बोकेर जुठेकी स्वास्नी आउनु लागेकी थिए। चामेलाई देखेर जुठेकी स्वास्नीले यति लामो जिब्रो झिकेर हाँसेर भनौँ, ओहो चखेवा चखेवीको जोडी जस्तै अघि अघि दुलै पछि पछि दुला, कति राम्रो सुहाएको। गौँथलीले मुसुक्क हाँसेर भनी, भो न आशा दिदी, फेरि कुन दिन कटाक्से पर्ने हो? उस चाटाचाट गर्न पनि त बेर लाग्दो रहेनछ नि। लग्ने स्वास्नीको झगडा परालको आएको।